दिन त त्यस्तो टन तानिन्छ खाइदिनु त यो हो के भयो खतरनाक छ हेर्नु त्यो परे जानुपर्छ न ओब्बरै थाक्यो यार पसिनाले ओब्बरै आइदिरहेको माथा एभ्रिवान आई होप सबैजना सन्चै आराममा हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु भन्नु पऱ्यो है अनि अहिले त म सेतपुराको जङ्गलतिर छु त्यहाँको बारेर देख्छ सक्थ्यो नजरा आम्मा यहाँ चाहिँ घनघार जङ्गल छ होइन अनि म चाहिँ किन आएको भन्दाखेरि दाउरा लिन आएको होइन बहिनी मम्मी हुनुहुन्छ मम्मी चाहिँ दाउरा हालिदिने हुनुहुन्छ होइन दोकानमा मलाई अनि त्यो दाउरा लगाएर चाहिँ आज घरतिर जानुपर्ने हुन्छ अनि तपाईँहरूलाई म एउटा खतरनाक चिज देखाउन गइरहेको छु ओ के हो यहाँ चाहिँ हरि ठुलो छाङ्गा गाई छ न आमा यहाँ तल चाहिँ खतरा छाङ्गा तपाईँहरूलाई चाहिँ म के देखाउन गइरहेको छु भन्दाखेरि बस्नु है सबर गरौँ यो के अरे आमा यस्तो कराउँछ यो जङ्गलमा अनि देख्छ सक्थ्यो यो तपाईँहरूलाई कतिलाई थाहा हुनु नि सक्छ कतिलाई थाहा नहुनु नि सक्छ होइन गाउँघरको मान्छेलाई चाहिँ थाहा भइहाल्छ यहाँ खतरा भिड छ फेरि अनि भिडको साथमा देख्नुभयो यो हो के भन्छ यसको नाम ऐ के हो कि थाहा भएन यार बिर्से यार यसको चाहिँ अचार खान्छ होइन अनि यसलाई चाहिँ पानीमा उमालेर त्यो खतरा दामी हुन्छ क्या यसको अचार चाहिँ देख्न सक्थ्यो कति मिठो हुन्छ है खाएकोलाई मात्र थाहा हुन्छ कि फेरि कति मिठो हुन्छ भन्ने कुरा यसको अचार होइन यस्तो काँचै पनि खाइदिनु त तर्रो हुने रहेछ लास्टै तर्रो यार तर खाने चिज नै हो होइन त्यो अनि खतरा हेर्नु खतरा खाएको यहाँ रुख है ढक्क अलिक नजिक लगाएर देखाइदिउँ न तपाईँहरूलाई हेर्नुहोस् त है कति दामी फुलिरहेको यार यही फुल नै हो क्या खाने फेरि कति मिठो हुन्छ भातसँग खाँदा यहाँ फेरि खतरनाक छाङ्गा खाएकै देख्छ त्यो धरै राख्ने छाङ्गा खाएन यहाँ त तल हाम्रो गाउँ चाहिँ उमा पारि हो हाम्रो खरबारी चाहिँ हरि तात्तारा छ अनि त्यो गर्दाखेरि तात्तारा आउनुपर्छ क्या यो चाहिँ हाम्रो खरबारी हो होइन ऊ अनि फोलिरह अब चाहिँ लाजिम पनि हुन्छ म चाहिँ होइन भारी पनि हालिसक्नु भयो होला मम्मीले होइन सरर हावामा मनको लिन चिदिने कडै खाने फेरि यार भोइस अफ नेपालमा जान मात्र बाँकी हो कि म त गीत त फेरि रत हो नि मम्मीले चाहिँ दाउरा जगाइदिनु हुन्छ न एउटा छिटो के गरे देख सकते हो गाइस केर कहाँ छ हो यो केर समातिन्छ ऊ उहाँ रहेछ यार एउटा त्यसरी त्यही हो कि कराउने चाहिँ लास्टै त्यो चलिरहेको त त्यो चाहिँ खतरा कराउँछ
लगाएछ अब चाहिँ भारी पनि निकाल्यो भइसक्यो होइन सो अब चाहिँ लाग्दिनु पर्ने हुन्छ बोकेर भयो बद्यो पुरै बाबु के साप थाप्ला टोपीला होइन उठो ल के जातो निगत लक त मेरो निगत लक भयो कि परेन लक थाप्ला परेन क्या जकेट काट्नु पर्यो त घाम हुन्छ जकेट लगिन्छ धेरै लामो भयो क्या अहिले तल गराउँदै आम्माम कति माथि जान्छ नामलाई त नभए ल गाई चोक म बोक्नेवाला छु होइन भारी चाहिँ जबरजस्त छ त्यहाँ लोर्की लाग्छ नखाँदा भयो ल अलिक भित्र दिनु त त्यस्तो टन तानिन्छ ल ल गएँ म त उखु लगाइस लाग्यो दागे भयो अझै भएन के भयो भयो मिलाइ बाबु भिकमा राखेर यसो अर्थ मिला त झौ बाबा समय त बाहिर पुऱ्याउँछ त्यो कामै भाइ ल ल अनि अब यसरी जानुपर्ने हुन्छ होइन बाटो चाहिँ खतरनाक छ फेरि हेर्नु त्यो पर जानुपर्छ होइन ल के ला यस्तो खत्रै पर जानुपर्छ फेरि मान्छे होइन नजिक बारी नै छैन यार हाम्रो यार कस्तै तत्ता रह के भन्नु गर्नै पर्यो मम्मीहरू चाहिँ एकछिन पछि आउनुहुन्छ अरे घाँस काटेर सो अनि सरी जानेछु भिरै छ बाटो चाहिँ एकदम है ल त गाइजहरू सो अब सिधै घर पुगेर बेच्छु म तपाईँहरूसँग किनभने यहाँ म भिडियो बनाउँदै जान सक्दिनँ किनभने दाउराको भारीसँग छु है गाइज अहिले चाहिँ म ट्याक्क दारामा आएर बिसाएर मस्त पारामा बसिरहेको मस्त भ्यू हेर्दै होइन दारा कारा लास्टै ओभरै थाक्यो यार पसिना त ओभरै आइदिरहेको मा थात चाहिँ अलिक कम भइरहेको होइन शीतल भइरहेको यार अब चाहिँ धेरै टाइम लाग्दैन होइन घर पुग्नु यही 5 मिनट हो धेरै भनेको ए मस्त पारामा भ्यू हेर्दै बसिरहेको अहिले चाहिँ घर आइसक्यो होइन दाउरा चाहिँ मैले कोटै फालिसकेँ राखिसकेँ होइन अस्ति थाक्यो यार भित्र चाहिँ शरीरमा हरि बाफ उडिरहेको क्या खलबली भइरहेको क्या भित्र एकदमै अस्ति थाक्यो यार सब चाहिँ दुध खानुपर्ने हुन्छ न 4 डालुमै यो भरिँदैछ यार ल है त चेस गाइज सबैलाई चाहिँ यतितिर व्यवस्थापन हान्नुपर्ने हुन्छ होइन
अनि म तपाईँहरूलाई चाहिँ मेरो खरायो देखाउँछु होइन कत्रो भयो त खरायो हेर्नु है त ए मस्तले बसिरह खरायो बाबु चाहिँ बाबु कहाँ छ बाबु खरायो चाहिँ ठुलै भइसकेको छ है पहिला सानो थियो अहिले यत्रो भइसक्यो कि खरायो आमा कोही भाग्ला है हेर्नु कत्रो ज्याङको देखिन्छ क्या यो आमा है कति ठुलो देखेको यार पहिले भन्दा त कति ठुलो भयो अहिले हाल्नु भयो होइन कत्रो भइरह खरायो चाहिँ सो कति भएर 2 महिना जति चाहिँ भयो होला होइन सो यति ठुलो भइसक्यो कि सो र त गाइज आजको भिडियो चाहिँ म यति नै गर्दछु सो थ्याङ्क्स फर वाचिङ माई भिडियो जसले अन्तिमसम्म भिडियो हेर्नुभयो तपाईँलाई मनैदेखि धन्यवाद नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला भन्न चाहन्छु त्यही हो गाइज बाई बाई